सबैमा नमस्कार। म राम घिमिरे हाल साउदी अरब रियाददेखि विगत 15 महिनादेखि म साउदीमा कार्यरत छु। एउटा जन्मेर यति ठुलो भइयो, आमाको काखमा त अटाउन सकेन र सिङ्गो देशमै अटाउन नसकेर आज परदेश छिरेको म एउटा युवा। आज एउटा न्युज हेर्दै गर्दाखेरि हाम्रो अमरेश कुमारजीले जुन कुराहरू संसद भवनमा उठाउँदै गर्दाखेरि त्यो रोस्टमा उभिएर जनताको अधिकार खोज्दै गर्दा, जनताको लागि आवाज उठाउँदै गर्दा हाम्रो माननीय महेश कुमार बर्तौलाज्यूले एकदमै गलत कुराहरू उठाउनु भयो। जुन उहाँले उठाएको कुरालाई चाहिँ राष्ट्रघाती भनेर चाहिँ एउटा उपनाम दिनुभयो। यो एकदमै गलत छ, यो एकदमै सरासर गलत छ। किनभने महेश कुमार बर्तौलाज्यूलाई हामीले राक्सिराङबाट एउटा युवाहरूको आश भरोसा भनेर चाहिँ आफ्नो पार्टीलाई मतदान गर्न बिर्सिएर उहाँलाई हामीले मतदान गरेर पठाएका थियौँ। तर त्यो मतदान हामीले एकदमै गलत ठाउँमा चाहिँ प्रयोग गरेछौँ। उहाँले आजसम्म जति पनि कुराहरूको उहाँको मैले जति पनि न्युजहरू हेरिरहेको हुन्छु, उहाँको जति पनि इन्टरभ्यूहरू हेरिरहेको हुन्छु, तर उहाँको एउटा जनताप्रति, एउटा युवाप्रति उहाँको कुनै पनि प्रेम छैन, मैले त्यो देखिनँ। त्यस कारणले गर्दाखेरि अब मैले हरेक न्युजहरू चाहिँ हेर्दै गर्दाखेरि उहाँले पार्टीको विषयमा र पार्टीको संरक्षणको विषयमा मात्रै उहाँले आवाजहरू उठाइरहनु भएको छ। म एकदमै मैले जुन मतदान गरेको थिएँ, उहाँलाई मैले भोट हालेको थिएँ, तर त्यो मेरो भोट चाहिँ एकदमै गलत ठाउँमा प्रयोग भएछ। हामी पार्टीमा भए तापनि हामी पार्टीको संरक्षणमा होइन, हामी देश र जनताको संरक्षणमा चाहिँ हामी लाग्नुपर्छ भन्ने खालको चाहिँ आज जुन राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मुद्दाहरू उठाइरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको माननीयज्यूहरूले जुन एउटा युवाहरूको लागि एउटा विदेशमा बेचिनबाट चाहिँ बचाउनको लागि चाहिँ जुन किसिमको चाहिँ मुद्दाहरू उठाइरहनु भएको छ, त्यसरी नेपाली जनताको लागि काम गर्नको लागि तपाईँलाई नेपाली जनताले मतदान गरेर आज संसद भवनमा पठाएको। तपाईँको राजनीतिमा तपाईँको भविष्य त राम्रै देखेको थियौँ महेश कुमार दाई। तपाईँले त यो विश्वास र यो तपाईँले जनताप्रतिको माया त तपाईँले गुमाउनु भयो। मैले तपाईँलाई धेरै विश्वास गर्थेँ, तर आज मैले यो न्युज हेर्दै गर्दाखेरि आज जुन एउटा सांसदले आफ्नो अधिकारको लागि र जनताको अधिकारको लागि आफ्नो विकास, आफ्नो ठाउँको विकासको लागि कुरा गर्दै गर्दा तपाईँले जुन किसिमले राष्ट्रघाती भनेर चाहिँ उहाँलाई भन्नुभयो, यो एकदमै भयानक गम्भीर विषय हो। त्यस कारणले गर्दाखेरि अब हामी जस्तो युवाले तपाईँलाई साथ र सहयोग भनेको कुनै पनि ठाउँमा छैन। त्यस कारणले गर्दाखेरि सधैँ हामीले त तपाईँलाई जनताको, हामी जस्तो युवाहरूको भविष्य केही बन्ला कि, हामी जस्तो युवाले चाहिँ आफ्नै देशमा रोजगारी पाउला कि भनेर हामीले तपाईँलाई ठुलो आशा र विश्वासले तपाईँलाई मत हालेर पठाएको। आज संसद भवनमा तपाईँले चाहिँ यसरी राष्ट्रघाती भन्नको लागि एउटा युवाहरूको चाहिँ गरेको एउटा सांसदलाई राष्ट्रघाती भन्नको लागि आज हामीले तपाईँलाई मतदान गरेको होइन। यसमा मेरो एकदमै घोर आपत्ति छ। किनभने आज मैले मतदान गरेर पठाएको भएको कारणले गर्दाखेरि चाहिँ मैले भोट हालेको तपाईँलाई। त्यस कारणले गर्दाखेरि आज यो विषय एकदमै गम्भीर छ। नेपाली जनताले यसमा एकदमै गम्भीर ध्यान आकर्षण गर्नुपर्ने छ र नेपाली जनताले यो महेश कुमार बर्तौलाज्यूप्रति गरेको विश्वास आज तपाईँले आफैले तोड्नु भएको छ। त्यस कारणले अब नेपाली जनताले कुनै पनि हालतमा तपाईँको राजनीतिक भविष्य राम्रो थियो, एउटा युवा, एउटा देशलाई चाहिने युवा र युवालाई चाहिने र युवाको नेतृत्व गर्ने भएको कारणले गर्दा हामी राक्सिराङवासीहरूले सबैले तपाईँलाई मतदान गरेर पठाएको त्यो मतदान आज खेरा गयो जस्तो मलाई महसुस भइरहेछ। र हामी जस्तो युवाहरूको लागि, जस्तो प्रदेशमा पसिना बगाइरहेको चाहिँ युवाहरूको लागि केही बोल्नुहुन्छ कि केही गर्नुहुन्छ कि भन्ने ठुलो सपना थियो, तर त्यो सपना आज चकनाचुर भएको छ। र तपाईँलाई हामीले जनताको पक्षमा बोल्नको लागि पठाएको, पार्टीको पक्ष र पार्टीको झोला बोक्नको लागि तपाईँलाई संसद भवनमा पठाएको होइन भन्दै यो कुरामा सारा नेपाली जनताले एकदमै ध्यान दिनुपर्ने दिन आएको छ। र अब यस्तै यस्तै पार्टी र यस्तै व्यथितिको चाहिँ अन्त्य गर्नको लागि नेपाली जनताले अब राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मुद्दा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकदमै साथ र सहयोग
गरेर चाहिँ अब देशलाई सुनौलो भविष्यमा र हामी त परदेश लिन पर्यो तर हामीभन्दा पछि आउने पुस्ताले चाहिँ अब परदेशमा चाहिँ पसिना बगाउन नपरोस् र हामी जस्तै पछि आउने उसले चाहिँ आफ्नै सन्ततिले चाहिँ अब आफ्नै देशमा चाहिँ केही गर्न सक्ने खालको वातावरण बन्नको लागि हामीले अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ साथ दिन आवश्यकता छ। र हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भयो, रवि लामिछानेज्यूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म गराउनु भयो र यो आज राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म नभएको भए आज हामीलाई थाहा हुन्थेन कि भ्रष्टाचारीहरू चाहिँ हाम्रै पसिना र रगत चुसेर मोटाइरहेको छन् भनेर आज हामीलाई थाहा नहुने रहेछ भन्ने कुरा चाहिँ मैले बल्ल महसुस गरिरहेको छु। त्यस कारणले गर्दा अब नेपाली जनताले सोच्ने दिन आएको छ भन्दै सबैलाई नमस्कार। जय गण्डी, जय देश, नमस्कार।